बेनीबाट गोरखाको यात्रा चाहिँ निकै लामो हुने भएकाले बस चाहिँ एकैछिन रोकेको थियो। अनि यहाँ चाहिँ हामी फ्रेस हुँदै अनि बसभित्र पसेर चाहिँ हामी यति धेरै गीत गायौँ, यति धेरै नाच्यौँ। टुर भनेकै यस्तै रमाइलो त हो नि होइन। अनि हामी 10:30 चाहिँ पोखरा पुगेको थियौँ। अनि त्यहाँ चाहिँ खाना खायौँ। यहाँको खाना चाहिँ एकदम मिठो थियो। अनि त्यहाँबाट पनि लायौँ हामी गोर्खा मनोकामना दर्शनको लागि। यहाँको चाहिँ बाटो एकदम सम्म भएर हामी चाहिँ बसैभरि निदाइए चाहिँ आँखा बन्द गरेको। अनि हामी 4-5 बजेतिर चाहिँ पुगिसकेको थियौँ। सरहरू चाहिँ टिकट ल्याउन जानुभएको थियो। अनि हामी चाहिँ लाइनमा बसेको थियौँ। यहाँ चाहिँ एकदम धेरै भिड थियो। अनि एकछिन पछाडि चाहिँ सरले हाम्रो सबैको हातमा यो टिकट थमाइदिनु भयो। अनि हामी चाहिँ ठ्याड्डै उकालो चढेर माथि जाँदैछौँ केबल कार चढ्नको लागि। यहाँ चाहिँ एकदम धेरै मान्छेहरू थिए। सबभन्दा लास्ट लाइन चाहिँ हाम्रो स्कुलको थियो। हामी चाहिँ 5, 6, 7, 8वटा गरेर गएको हो। एउटामा 6वटा, एउटामा 6वटा। मलाई चाहिँ एकदम धेरै डर लागिरहेको थियो, फर्स्ट टाइम हो नि त। अनि कस्तो एक्साइटेड पनि थिएँ, डर पनि लागिरहेको थियो। अनि हाम्रो चाहिँ टिकट पास भयो। बाँकीको भिडियो चाहिँ अर्को पार्टमा